हेलो एन्ड गुड इभिनिङ साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि आज चाहिँ म सिधा जिमदेखि तपाईहरुमा आइराकी छु। आज कोही नै थिएन कि जिममा पानी परेको कारणले, अनि म त बिन्दास भएर भिडियो लिँदै थिएँ। अनि मैले गरेँ वार्म अप। त्यसपछि चाहिँ आज चाहिँ मेरो चेस्टको पालो थियो है। अनि आज चाहिँ पानी परेर जिममा कोही पनि सुनसान थियो, 4-5 जना मात्रै, धेरै भए 6-7 जना, त्योभन्दा बेसी त थिएन के आज चाहिँ। अनि म चाहिँ जिम सकेर फर्किएँ घरतिर। अनि त्यसपछि चाहिँ मलाई के लिनु थियो भनेपछि त्यो स्टिकर हुन्छ नि, किचन स्टिकर के, त्यो लिनु थियो मलाई भन्नै नै आइरहेको। अनि त्यसपछि त्यहाँबाट मैले लिएँ किचन स्टिकर। अनि म लागेँ घरतिर, कालुलाई खेलाएँ एकछिन घरमा आएर। अनि त्यसपछि चाहिँ म यो किचन स्टिकर तास्न थालेको। हे भगवान, बाँदरको हातमा नरियल भने जस्तै भयो कि मलाई त। केही नै आएन भने त्यो पुरा स्टिकर तान्नु पर्ने थियो, खै त्यो स्टिकर किन पो आएन। अलिक चिसो चिसो ओसेको जस्तो भइरहेको थियो कि, अनि आउँदै आएन। यति कसम भने मैले हैन, यो तपाईको 15-20 मिनेटसम्म ट्राई गर्दा पनि हुँदै नभएको। अनि त्यसपछि त मलाई रिस उठ्यो। अनि मसँग त्यो टेप, अनि त्यही टेपले टाल्दिए के मजाले। अनि त्यसपछि फाइनल्ली रेडी भइसकेको थियो। त्यसपछि चाहिँ म फटाफटसँग साग केलाउन थालेँ। यो साग चाहिँ मैले हिजो ल्याएको थिएँ, पालङ र चम्चुरको साग। अनि त्यसपछि आधी बचेको थियो कि मलाई, किनकि एक मुठा ल्याएपछि 2 दिन हुन्छ। अनि मलाई अचार बनाउन मन लागेर यति मजाले सब तयारी गरेको अचारको सामान, तर के गर्नु, लाइटै गइदिरहेको। यस्तो रिस उठिरहेको। हिजो पनि यस्तै भयो कि मजाले टमाटर पिस्छु भनेको, टमाटरको प्युरी बनाउनको लागि, तर के गर्नु, लाइट गइदियो। यति रिस उठ्यो। अनि मैले चाहिँ यहाँ खाना बनाएर पनि रेडी पारिसक्दा पनि तपाईको लाइटै आएन कि। अनि मलाई कम्ता रिस उठेको। अनि मैले चाहिँ आलु र सागको सब्जी बनाउन थालेको थिएँ। अनि फटाफटसँग आलु, यो पानी चाहिँ यति परेको कति हो बाबा, पर्न सकेको इन्द्रदेवजी, तपाईलाई झ्याउ लागिरहेको छैन। अनि फाइनली मेरो तरकारी पनि रेडी भयो। म चाहिँ अचार बिना नै खाना खान थालेको हैन। अब लाइटको कति प्रतीक्षा गर्नु त हौ। अनि त्यसपछि म लागेँ पार्लरतिर। हेर्न सक्नुहुन्छ यो हिलो बाटो हो न, तर पार्लर गएको त पुरा लाइट आइरहेको थियो कि। फेरि म फर्किएँ।